मलाई ठाउन चाहिँ एउटा टाउको भए मान्छेले सक्दैन, दुईटा टाउको लिएर आउनु पर्ने भने चाहिँ दुईटा टाउको लिएर आउनुपर्छ। एक दाजु यार हिजो तपाईँले मलाई बर्बाद गर्नुभएछ नि। यो बुट त तपाईँले दुईटै एउटै खुट्टाको हालिदिनु भएछ मलाई। हिजो म गइहालेँ, तपाईँको आज म फेरि फ्लाइटमा आउनु पर्यो नि यतिको लागि। एउटै खुट्टाको पार्दैछु मैले। तपाईँले मलाई बर्बाद गर्नुभयो नि। ए हो त रहेछ। पोखरादेखि फ्लाइटमा आउनुभयो। अनि फ्लाइटमै आउनु पर्यो, मेरो यत्रो खर्च भयो। भाइ यसको जोडी मिलाइदेऊ यार, जोडी मिलाइदेऊ यसको। जोडी मिलाइदेऊ 40 साइजको 40 हो। ल दाइ तपाईँको 40 साइजको जोडी ल। यो ल प्याक गरिदिनुहोस् त। यो जोडी हो तपाईँको ठ्याक्कै। तपाईँले मेरो हिजोको भिडियो हेर्नु भएको भएन? हिजो जाँदा ओर्दा सबै थकै लाग्यो मलाई। अलि व्यस्त व्यस्त नि भयो, भिडियो हेर्नु पाएन। के हो भन्नुहोस् त तपाईँको भिडियो? मेरो भिडियोमा चाहिँ स्किम छ आज एक दिनको लागि के स्किम होला? स्किम सुन्नुहुन्छ? भन्नुहोस् त। स्किम फेरि तपाईँले पुरा गर्नुभयो भनेदेखि तपाईँलाई अर्को स्किममाथि स्किम पनि छ फेरि। भन्नुहोस् न तपाईँको स्किम के हो? पहिलो स्किम के छ भनेदेखि तपाईँले मेरो पसलमा भएको जतिसुकै जेसुकै तपाईँले छानेर ल्याउनुहोस्, जति रकम बराबरको सामान छानेर यहाँ काउन्टरमा ल्याउनुहोस्, त्यो बाबत तपाईँले 31,500 तिर्नुपर्ने हुन्छ। चाहे तपाईँले जतिसुकैको सामान ल्याउनु सक्नुहुन्छ। 10 सेकेन्डमा रियल हो? रियल भनेदेखि तपाईँ 31,500 किन? म तपाईँको 10 सेकेन्डमा त 2-3 लाखै सामान छानिदिन्छु नि। 2-3 लाख होइन 5 लाखै छानेर ल्याए पनि तपाईँले 31,500 मा पाउनु भयो त्यो सामान। पहिलो कुरो। अनि दोस्रो कुरो अर्को दोस्रो स्किम पनि छ सुन्नुहुन्छ? भन्नुहोस् त। त्यो बाबत तपाईँले पाउने भनेको चाहिँ हजुर 1 वर्षसम्म तपाईँले दिनदिनै प्रयोग गरे पनि मजाले पुग्ने गिफ्ट पनि दिन्छु म एउटा। पक्का हो नि? पक्का हो। 1 वर्षसम्मलाई मजाले पुग्ने तपाईँले गिफ्ट पनि पाउनुहुनेछ। 31,500 मा तपाईँले जतिसुकै छानेर ल्याउनुहोस्, 5 लाखको सामान छानेर काउन्टरमा ल्याउनुहोस्, त्यो पनि तपाईँले पाउनुहुनेछ। रेडी हुनुहुन्छ? ल त्यस्तो हो भनेदेखि तपाईँले समय सुरु गर्नुहोस्। ल सक्नुहुन्छ नि त? एकदम म 2-3 लाखै छानिदिन्छु। ल तपाईँको समय सुरु भयो। अब ल सुरु गर्नुहोस्। सकिन लाग्यो 3 4 सकिन लागिसक्यो है। 5 6 7 8 9 10 सक्यो। त्यो चाहिँ मान्यता हुने छैन है तपाईँको। तपाईँले काउन्टरसम्म ल्याउनु पर्ने हुनेछ मैले भनेको थिएँ। तपाईँको मान्यता हुने छैन भुइँमा खसेको चाहिँ। तपाईँले छानेर ल्याउनु भएको भनेको एउटा यो प्यान्ट भयो, एउटा यो टी सर्ट भयो, अनि त्यसपछि यो स्पोर्ट्स सुज भयो त। यति हो तपाईँले छानेर ल्याउनु भएको भनेको। यतिको लागि तपाईँले मलाई अब 31,500 दिनुपर्ने भयो है त। स्किम तपाईँले मारेको हो? स्किम मानेको हो। यो एउटा स्किम हो, अर्को त हाम्रो बाँकी नै छ नि। ठिकै छ। 31,500 तपाईँको दिनुपर्ने हो। 31,500 आयो नि त? हजुर 31,500 दिनुपर्ने हो तपाईँले मलाई है त। ल लिनुहोस्। यो यसमा हाल्दिउँ कि के गरौँ? यो पनि यसैमा हालेर लानुहोस्। राखिदिनुहोस्। यो पनि यसैमा हालेर लानुहोस्। ल 31,500 ल्याउनुहोस्। 31,500 तपाईँको लिनुहोस्। अनि तपाईँले मलाई गिफ्ट पनि भन्नुभएको थियो 1 वर्षसम्मको लागि। तपाईँलाई 1 वर्षसम्म पुग्ने दिनदिनै प्रयोग गरे पनि 1 वर्षसम्मलाई पुग्ने गिफ्ट मैले दिन्छु भनेकै छु। पाइहालौँ त ल। गिफ्ट तपाईँले ट्याक्क लाएर हेर्नुहोस् त। यो तपाईँलाई 1 वर्षसम्म ठ्याक्क अहिले वैशाख महिना हो, चैत महिनासम्म मजाले पुग्छ। दिनदिनै प्रयोग